सो अघिसम्म हामीले गरेको सबै इन्टरप्टेड सुचर थियो। अब हामीले कन्टिन्युअस सुचर गर्न गइरहेछौँ। अब यसको मेन सिग्निफिकेन्स के हो भन्दाखेरि हामीले बाइट जहिले पनि एउटै साइडबाट लिन्छौँ। यदि यताबाट लिइरहेछौँ भने जहिले पनि बाइट यतैबाट लिनु पर्यो र एकैचोटि लास्टमा गएर मात्रै हामीले नट टाइङ गर्छौँ। सुरुमा एकचोटि गर्छौँ र एकचोटि गएर त्यसपछि लास्टमै गर्छौँ। सो लेट्स स्टार्ट द्याट। सो सबैभन्दा पहिला मैले बाइट लिएँ, फर्स्ट बाइट, त्यसपछि यताबाट निस्क्यो, मैले पहिलो अब फर्स्ट टाइम अब यो फर्स्ट सुचरलाई पहिला फिक्स गरिदिनु पर्यो। त्यसको लागि अघि जस्तै सर्जन्स नट पहिला युज गर्नु पर्यो। एकचोटि अझै गरिदिनु पर्यो। वान लास्ट टाइम। अब यसपछि हामी सबै बाइट एउटै डिरेक्सनमा लिन्छौँ र लास्टमा गएर एकैचोटि मात्रै हामीले होल वुन्ड क्लोज गरिसकेपछि बल्ल हामीले अब टाई गर्छौँ। अघि पनि यतैबाट हामीले बाइट लिएथ्यौँ, अगेन अब यतैबाट लिने हो फेरि बाइट। हामीले एउटा कुरा यहाँ प्रिकसन के अपनाउनु पर्छ भन्दाखेरि जहिले पनि हाम्रो प्रिक निडल इन्जुरी हुने चान्सेस एकदमै हाई हुन्छ। त्यही भएर एकदम सावधानीपूर्वक गर्नु पर्यो आफूलाई बचाएर। अब यहाँ हजुरले हेर्न सक्नुहुन्छ हामीले कन्टिन्युअसली गइरहेछौँ अर्को लेयरमा अब्लिकली। ल अब यसलाई मैले लास्ट मानेर सुचरिङ टाइम गर्न सिकाउँछु। जुनलाई हामी अब सपोज गरिरहेछौँ अब हामी लास्ट पार्ट अफ वुन्ड क्लोजर पुगिसकेछौँ भने एउटा हामीले लुप एउटा यसरी लुप बनाएर छोड्नु पर्यो। यसलाई कम्प्लिट दिनु भएन। त्यसपछि अब यसलाई टाई गर्नको लागि हामीले अब यसरी अब यहाँ हेर्न सक्नुहुन्छ यसलाई यसरी हातमा यसरी राख्नु पर्यो हैन। अनि त्यसपछि अब यो दुईटा मध्ये एउटा कुनै औँलाले हामीले यसलाई यसरी समात्नु पर्यो र यसलाई आफूतिर तान्नु पर्यो अनि यसलाई छोडिदिनु पर्यो अनि यहाँ आउँछ। त्यसपछि यसरी भयो, त्यसपछि फेरि त्यही दुईटैमा कुनै एउटा औँलाले तान्नु पर्यो, यसलाई बाहिर तान्नु पर्यो अनि यसरी गर्नु पर्यो अनि अब यसरी गर्दै जानु पर्यो। एकचोटि अझै हेराइदिन्छु। अब यसरी लिने, भित्र तान्ने अनि त्यसपछि पहिलाको जुन हामी लुप समातेछौँ त्यसलाई छोडिदिने, त्यसपछि तान्ने अनि यसरी यो ग्रिप बन्यो। अब जति बेला हामी अब सोचिरहेछौँ यो लास्ट भयो, अब मैले तीन चार चोटि गरिसकेँ। त्यसपछि अब मलाई अब क्लोज गर्नु छ भने यति बेला यो वाला पार्ट जुन निडल हामीसँग छ त्यो निडलवाला पार्ट यहाँबाट घुसाउनु पर्यो अनि यताबाट निकाल्ने अनि यो कम्प्लिट फिक्सेसन भइसक्यो। अब यो नट छुट्दैन अनि त्यसपछि सिजरले काट्ने। So that's all about the continuous suture. Thank you.